विजयादशमीको लगभग अन्त्यसँगै नजिकै गरेको दीपावलीको शुभकामना भन्दै मैले यसपालि आफूले टिको त लगाइनँ, किनभने देशमा यस्तो विषम परिस्थिति छ। र अर्को कुरा, जुन अहिले भ्रष्टाचार विरुद्धको अभियानमा हामीले 79 साल फागुन 1 गते मेचीको पुलमा राजाको हातबाट दियो बालेर, पानसमा दियो बालेर शान्तिका दूत परेवा उडाएर सुरु गरेको भ्रष्टाचार विरुद्धको आन्दोलन एउटा उचाइ लिँदै गर्दा अहिले पछि आएर जुन जेनजी आन्दोलन जुन भाइ बहिनीहरूले गर्नुभयो र त्यसको उपलब्धि के भयो त्यो सबैलाई सर्वविदितै छ। खास गरेर भ्रष्टाचार भनेको के हो भने आफूले पनि आफ्नो पैसा धेर खर्च गर्नु पनि भ्रष्टाचारै हो। त्यसले गर्दाखेरि यो भ्रष्टाचारमा जति नेता छन्, नेता भन्दा बढी बिचौलियाहरू, व्यापारीहरू छन्। त्यसले गर्दाखेरि मैले 79 साल फागुन 1 गतेदेखि उठाउँदै आएको एउटा देश एउटा व्यक्तिले गर्दा मात्रै बिग्रिँदैन, एउटा नेताले गर्दा मात्रै बिग्रिँदैन। त्यो नेतालाई सिकाउने, प्रोत्साहन गर्ने, प्रश्रय दिने व्यक्तिहरूले गर्दा पनि देश बिग्रिन्छ। आज देशको हालत यो भएको हो। त्यसले गर्दाखेरि म केही दिनभित्रैमा लगभग 100 जना जति जो बिचौलिया, जो दलाल, जो तस्कर, जो हरेक कुरा मिलाउने, हुनै नसक्ने कुराहरू मिलाएर पैसा कमाउने, पैसा कमाऊ, व्यापार गरेर कमाऊ न, जे पनि गरेर पैसा कमाउने र पैसा कमाउनको लागि कहीँ छोड्दै नछोड्ने त्यस्ता व्यक्तिहरूको नाम पनि सार्वजनिक गर्दैछु। हुन त मैले पहिला पनि सार्वजनिक गर्दै आएको हो, तर अहिले मैले 100 जना जतिको नाम सार्वजनिक गर्दैछु। 100 जना जति दलाल व्यापारीहरू, दलाल पुँजीपतिहरू, यिनलाई व्यापारी पनि भन्दैन, दलाल पुँजीपति भन्छ। लुटेर कमाउने, कमाउने नकमाउने होइन, कति कमाउने, कति चाहिन्छ पैसा, कति खाने भन्ने कुरो जान्नु पर्यो नि। त्यसले गर्दाखेरि म तपाईँहरू सम्पूर्णलाई के भन्न चाहन्छु भने नेताहरू मात्रै छैनन्, नेताहरू जति छन् त्यति नै भ्रष्टाचारी व्यापारीहरू पनि छन् र लघुवित्त तिनीहरूकै हातमा, सहकारी तिनीहरूकै हातमा, फाइनेन्स तिनीहरूकै हातमा, ब्याङ्क तिनीहरूकै हातमा, व्यवसाय तिनीहरूकै हातमा, इन्सुरेन्स तिनीहरूकै हातमा, रिइन्सुरेन्स तिनीहरूकै हातमा र एउटा टुथपेस्टदेखि गाडीको सोरुमसम्म तिनीहरूकै हातमा भनेपछि त्यसले गर्दाखेरि यो सबै कुराको सँगसँगै यो बारबारा फाउन्डेसनलाई लगानी गर्ने केही मारवाडीहरू, केही बिचौलिया दलाल नेपालीहरू छन्। यी सबैको नाम म सार्वजनिक गर्दैछु र अस्ति मैले जति गरेँ बालनजीप्रति, अरू सबैजनाको जुन कुन कुन फाउन्डेसनबाट कति पैसा लगानी र के को लागि लगानी भएको त्यो त 10% मात्रै आएको, 90% आउन बाँकी छ। पर्खिनुहोस्, अझै सही प्रमाणसहित म सार्वजनिक गर्दैछु। र 1000 यस्ता व्यक्तिहरू छन् नेपालमा जो सुकिला मुकिला, जो पत्याउनै नसक्ने, तिनको कारणले गर्दाखेरि आज देश भन्न लायक भएन। दसैँको फुलपातीको दिन पनि युवाहरूले देश छोडेको छ। यो कुरो, यो वातावरण बनाउने कसले भन्दा यिनै दलालहरूले हो। त्यसले गर्दाखेरि 100 जना बिचौलिया व्यापारी, नेपालका व्यापारी भनाउँदा तस्करहरूको फोटो सहित नाम सार्वजनिक गर्छु, नेताहरूको पनि फोटो सहित म नाम सार्वजनिक गर्दैछु। पर्खिनुहोस्, नआतिनुहोस् र यो देशमा वैदिक सनातन, किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्नु हामी एक भएर लागौँ। हामीले यो देशलाई अब हिन्दू राज्य बनाउन सकेनौँ भने हाम्रो देश सिद्धिन्छ र विदेशी सेना आएर नेपालमा झर्दैछ। यो कुरा तपाईँहरू सोच्नु होला र बुझ्नु होला। अहिलेलाई म यति भन्दै चाँडै ती नामहरू सार्वजनिक गर्दैछु। नमस्ते। सिंहदरबार जलेर गयो, नेपालीको अमिलो मन भयो, इतिहासले छोड्ने छैन यो कालखण्डका रक्त पिपासु अपराधीहरूलाई। नमस्ते। विजयादशमी तथा शुभ दीपावली तथा साथै नजिकै गरेको छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना। आज दुःखका साथ मैले भन्नुपर्छ, दसैँको बेलामा खुसियाली साटासाट गर्ने बेलामा मान्छेहरूका परिवारका कोखहरू रित्लिएका छन्, बालकहरू मरेका छन् र यही आन्दोलनको विषयमा म केही कुरा भन्न गइरहेछु। जेनजी आन्दोलन जुन विचारका साथ उठेको थियो त्यो अत्यन्त सही र समय सापेक्ष थियो। 2082 साल भाद्र 23 गते दिनको 2 बजेसम्म ठिक रहेको आन्दोलनमा जब पश्चिमाहरूको घुसपेट भयो त्यति बेलादेखि अवस्था बिग्रियो। बालेनलाई पर्दा पछाडिबाट परिचालन गरेर सामाजिक सञ्जालमा स्ट्याटस लेख्न लगाइयो र त्यसपछि सिंहदरबार र सर्वोच्च अदालत जस्ता राणाकालीन सम्पदामा आगजानी गर्ने काम भयो। यो बहुत दुःखको कुरा थियो। नगरपालिकाका कर्मचारीहरूले सिंहदरबार र
सर्वोच्च अदालतमा आगो लगाउनेहरूलाई पानी बाँडिरहे, तर सिंहदरबार र सर्वोच्च अदालतले आफू खरानी हुनु अघि पानी मागिरहे, पानी खोजिरहे, तर बालेन भने दमकल थुनेर राखे अनि उनी चुपचाप हेरेर बसिरहे। जेनजीको आस्था र विश्वासमा पश्चिमाको गोटी बनेर उनी पर्दा पछाडिबाट खेलिरहे। यसको ज्वलन्त उदाहरण हो अहिले बनाइएको बारबारा फाउन्डेसन साथै विभिन्न फाउन्डेसनका बाट आएका मन्त्रीमण्डल र यिनका मन्त्रीमण्डलमा भएका सल्लाहकारहरू। अब जेएनजी भाइ बहिनीहरूले मात्र नभई सम्पूर्ण नेपाली जनता र इतिहासले पनि उनलाई राम्रोसँग चिन्न जरुरी छ। बालेनको कालो चस्मा भित्रको वास्तविकता नेपाल र नेपालीको भाग्य र भविष्य निर्माणका लागि नभई पश्चिमाको स्वार्थको लागि परिचालित हुँदै आएको छ। अर्कोतर्फ बाटोमा सडक बत्ती, विद्यार्थीलाई छात्रवृत्ति, कोटा र एम्बुलेन्स वितरणको नाममा बालेनजीले यो आन्दोलनलाई बिर्स्याउन खोज्नु हुँदैछ। तर बालेनले आफ्नो सम्पत्ति बेचेर बाँडे जस्तो हुङ्कार गरिरहेछन् कि बालेनले आफ्नो घर जग्गा जीवन बेचेर यी एम्बुलेन्स, यी विद्यार्थीहरूलाई छात्रवृत्ति, यी सडक बत्तीहरू बनाएका हुन् त। तर ती कुनै बेलाका निजी सम्पत्ति होइनन्, उनले निजी स्रोतबाट पुर्याएको मानवीय सेवा पनि होइन। यी सबै राज्यको सम्पत्ति हुन्। नागरिकले बुझ्नुपर्ने कुरा, नागरिकहरूले पाउने सुविधा हिजो पनि थियो, आज पनि निरन्तर छ। फरक के मात्र हो भने अघिल्लो समयमा कुनै पनि मेयरहरूले मिडियाबाजी गरेका थिएनन्, अहिले मिडियाबाजी बढी भएको छ। देश र नागरिकको रक्षार्थ सबै सजग बनौँ र कालो चस्मा भित्रको र कालो दौरा सुरुवाल भित्रको र कालो टोपी भित्रको करतुत बुझ्ने प्रयास गरौँ। सिंहदरबार जलेर गयो, नेपालीको अमिलो मन भयो। इतिहासले छोड्ने छैन यो कालखण्डका रक्त पिपासु अपराधीहरूलाई। धन्यवाद।